बुद्धको धर्म चाहिँ अलिकति पृथक त छ। त्यसलाई तपाईँ हामीले अब त्यसलाई चाहिँ अभ्यासहरू गर्ने, आफ्नो जीवनको समयलाई 24 घण्टामा 1 मिनेट 2 मिनेट 5 मिनेट भए पनि आफ्नो लागि ध्यानहरू गर्ने, आफ्नो लागि साधना गर्ने, आफ्नो लागि प्र्याक्टिस गर्ने। सिरिपमा चाहिँ फलानाको छोरा छोरी ज्वाइँ बुहारी आमा बाउ भन्ने मात्रै होइन, हामीले के गर्नुपर्छ, आफ्नो लागि म भोलि जाँदाखेरि एक्लै जानुपर्छ। म एक्लै जाने बेलामा मैले आफूले सञ्चय गरेको पुण्य र पाप मात्रै मसँग जानेछ। त्यस कारणले म पाप लाँदिनँ, म पुण्य मात्रै लिएर जान्छु, म सत् मान्छे भएर जान्छु, म गुड ह्युम्यान बिङ भएर बाँचेर म जीवनलाई सार्थक बनाउँछु भनेर आफैबाट सुरु गरेर आफ्नो बालबच्चा, आफ्नो परिवार, फ्यामिलीलाई पनि यो कुरो सत्कर्महरू सिकाउन सक्यो भने साँच्चीकै तपाईँ हामी चाहिँ सार्थक बन्छ। होइन भने चाहिँ फेरि अब हामी सीमित, हामी चाहिँ भोग विलास संसारिक होइन यतिमै हाम्रो जीवन गइसक्यो हुन्छ। अनि 80 90 50 60 वर्ष भएपछि सुगर होला कि प्रेसर हुन्छ कि केले ड्याम्रङ्गे हान्छ, त्यसपछि लट्ठी टेकेर बिजोग भएर हामी हिँड्नुपर्छ। हामी गाउँ पनि थाम्न जान सक्दैन, प्रवचन पनि सुन्न सक्दैन। अनि त्यसपछि तपाईँको दुःखको सुरु सृष्टि त्यसपछि थाहा हुन्छ बुढेसकालको दुःख। अनि त्यो बेलामा आफ्नो बुढा बुढी 80 90 वर्षपछि एक्लै हुन्छ। त्यसपछि त त्यो बुढी पनि गएपछि हुन्छ कि बुढा अगाडि जान्छ अनि एक्लै हुन्छ। एक्लै हुने बेला छोराछोरी आफ्नै तालमा दौडिरहेको हुन्छ अनि आफू एक्लै हुँदाखेरि त्यो बेला जस्तो बोझ भन्छ नि, त्यो बेला जस्तो डरलाग्दो दर्दनाक दुःख भन्छ नि बुढेसकालको दुःख। घावैन के नाची कि दुङ्गाल भन्छ नि, के वै दुङ्गाल नवै दुङ्गाल के अरे घावै दुङ्गाल भन्छ। घावै दुङ्गाल बुढेसकालको दुःख। बुढेसकालमा लाग्ने बेला आफ्नो दाँत हुँदैन, चबाएर खान मन लाग्छ, आफूले कति भोग्न मन लाग्छ, पहिले जस्तो घुम्न मन लाग्छ, जान सक्दैन, ऊ यहाँ तलसम्म जान सक्दैन, टोयलेट जान सक्दैन, यति दुःख लाग्दो दर्दनाक दुःख त्यो बेला भोग्छ। त्यस कारणले आफू अहिले सक्षम हुने बेलामा, आफू बलवान हुने बेलामा, आफू धन हुने बेला, आफूसँग पैसा हुने बेलामा, धन हुने बेला, मन हुने बेलामा आफू घुम्नुपर्छ, नेकहरू गर्नुपर्छ, पुण्य गर्नुपर्छ, राम्रो कर्म गरिराख्नुपर्छ भन्छ। होइन भने भोलिको त्यो अवस्थामा पुग्दा चाहिँ धेरै दुःख हुन्छ भने चाहिँ त्यस कारणले आफू सक्षम हुने बेलामा, आफू चाहिँ सक्ने बेलामा, आफू धनवान, आफू बलवान हुने बेलामा त्यस्तो कर्म चाहिँ आफूले कलेक्सन गरेर राख्नुपर्छ। त्यो कर्म चाहिँ भोलि एक्लै जाने बेला तपाईँले ठुलो सहयात्री भन्छ नि, त्यो चाहिँ त्यो धर्म हो तपाईँले गरेको काम। त्यस कारणले अघि भने सो हामीले चाहिँ समय समयमा अब यो कार्यालयमा के अरे यो ल्यान्ड क्यास्टरमा हामीले कतिजना छ पोके तामाङ गुरुङ शेर्पा के नभनेर कुनै जातमा जानु हुँदैन। बुद्धिज्ममा जातको कुरो गरेको छैन, मान्छेको कुरो गरेको छ। मान्छेमा पनि दुईटा मात्रै, एउटा पुरुष एउटा महिला मात्रै छ मान्छे। त्यो जात यो ठुलो यो सानो यसरी हामीले छुटाउनु हुँदैन। त्यस कारणले अझ बुद्ध त नेपालमा जन्मेको होइन, हामी नेपाली संसारभरि जहाँ गए पनि हामीसँग जोडेको हाम्रो आफ्नै ठाउँमा होइन। यदि यस्तो खालको धर्मले चाहिँ हामीले अब यहाँको गोराले रातो लुगा लगाएर पूजा गरेर साधना गरेर हिँड्छ भने अनि नेपालको राई गुरुङ तामाङ शेर्पा होइन, अब तामाङ गुरुङ शेर्पा त ठिक छ, अब अर्को हुन्छ नि होइन, अरू अब हामी आफ्नो धर्मले हिँड्छ नि, तर सबैले गर्दा मिल्छ। राईले पनि मिल्छ, लिम्बूले पनि मिल्छ होइन, सबै बाहुन क्षेत्री सबैले त्यो बुद्धको धर्मले सबैले अङ्गीकार गर्न मिल्छ। किन भन्दा विदेशीले गर्न मिल्ने होइन, गोरेले गरिरहेछ, चाइनाले गरिरहेछ, कोरियाले गरिरहेछ, जापानले गरिरहेछ। अनि तपाईँ हामी चाहिँ बुद्धकै परिवार बुद्धकै ठाउँमा जन्मेर ओहो म त बुद्ध त मान्नु चाहिँ एउटा तामाङ गुरुङ शेर्पाले मात्रै मान्ने हो भनेर हामी यसरी बस्दा तपाईँको तपाईँले गुमायो अब तपाईँले मौका। त्यस कारणले चाहिँ सबैले अङ्गीकार गर्न मिल्ने यहाँ कुनै जातभात छैन। अब ल्यान्ड क्यास्टमा पनि यहाँ पेमा गुरु हुनुहुन्छ होइन, यहाँ हाम्रो वाङचुङ गुरु हुनुहुन्छ, अनि यहाँ गुरुहरू छ, उहाँहरूसँग संवादहरू गर्ने। अब तपाईँहरूको पछि जेनेरेसनमा को त अब हाम्रो धर्मले निरन्तरता दिने हो, यसको भविष्यको बारेमा पनि हामीले सोध्नुपर्छ। अनि हप्तामा नगरेर नसके पनि महिनामा औँसी पूर्णिमा 15 दिनमा एकचोटि हामी झुम्सी गर्ने। यही घरमा 50-60 जना यही घरमा अड्छ नि, यो घरमा यो पालि, अरू घरमा अर्को पालि हो। पहिले थियो रे, अब त्यो हराएछ। त्यो चाहिँ के हो त हाम्रो पुण्य हरायो। अब हामीले फेरि त्यो कुरोलाई फेरि निरन्तर दिनुपर्छ है। होइन भने अब यहाँ जन्मेको बालबच्चाले अब तपाईँले तपाईँको धर्म संस्कार संस्कृति अब यत्रो ठुलो भएर पढ भन्यो भने पढ्नेवाला छैन। अब त्यसलाई तपाईँले घरदेखि नै सुरु गरेन भने त्यो अब त्यसले पढ्ने सिक्नेवाला छैन। भनेपछि अब तपाईँको छोराछोरीले धर्म कर्म बुझेन भने भोलि आमा बाउ चिन्दैन। अनि तपाईँको बुढेसकालको तपाईँको भन्छ नि अब त्यो बेलाको तपाईँको साथी, त्यो बेलाको तपाईँको सहारा तपाईँको छोराछोरी हुन्छ भने त्यो नो ग्यारेन्टी। त्यस कारणले यदि चाहन्छ भने अहिलेदेखि नै हामीले त्यो संस्कारिक कुरोहरू, त्यो परम्परा धर्मलाई चाहिँ अहिलेदेखि त्यसको मन मस्तिष्कमा तपाईँले घुसाउन सक्यो भने भविष्यमा त्यो तपाईँको सहारी बन्ने भयो। होइन भने त्यो हुने नो ग्यारेन्टी है। त्यस कारणले चाहिँ हामीले यस्तो कुरालाई पनि निरन्तर दिनुपर्छ। त्यस कारणले अब हाम्रो त वर्षमा एकचोटि पनि गुम्बा नजाने
अनि एकचोटि पनि कुनै भानी मलम नगरेपछि तपाईँ हाम्रो मान्छे कहाँ जान्छ त? अनि त्यसपछि चर्चमा जान्छ। तामाङ नै हो सबैभन्दा धेरै चर्चमा जाने यहाँ आएको नेपालीहरूमा। त्यस कारणले चाहिँ हामीले अब त्यसलाई रोकाउनको लागि आफ्नो धर्म कर्म कुरा पनि हामीले दिनुपर्छ है। हामी खालि आफ्नो लागि मात्रै होइन, समुदायको लागि पनि हामीले केही दिनु पर्यो। जसले समुदायको लागि दिन्छ त्यो मान्छे इतिहासको अमर पात्र हुन्छ अरे। समुदायको लागि दिए, समाजको लागि दिएको मान्छे चाहिँ कहिले पनि हराउँदैन। ऊ भौतिक रूपमा मरेर गए पनि उसको चाहिँ नाम कहिले पनि मर्दैन। त्यही कारणले समाजमा तपाईँ 100औं वर्षमा पनि मर्नु मन छैन भने तपाईँले समाजको लागि केही दिएर जानुहोस्। तपाईँको नाम, तपाईँको शालीको पूजा गर्छ मान्छेले, तपाईँको मूर्ति बनाएर पूजा गर्छ, तपाईँले समाजलाई दिएर आउनु। तर तपाईँले आफ्नो छोराछोरी दिएर आउनुहोस् त, तपाईँले समाजको कसरी चिन्दैन? त्यस कारणले चाहिँ तपाईँ मरेर गए पनि म यो समाजमा कहिले पनि नमरोस् भन्नु मन छ भने तपाईँले समुदायको लागि, समाजको लागि केही कुरो चाहिँ दिनु पर्यो के। त्यो चाहिँ अर्थपूर्ण हुन्छ। होइन भने आफ्नो छोराछोरीलाई त कुकुर बिरालो पनि दिन्छ नि, आफ्नो लागि भने त ऊ त्यहाँतिर बाहिर गुजहरू पनि ल्याएर खुवाउँछ नि। त्यो आफ्नो लागि मात्रै गर्नु ठुलो कुरा भएन कि। महानता भन्छ नि, बौद्धिक चित्त भन्छ नि। महान भनेको जसले अरूको लागि गर्छ, अरूको लागि गर्नेलाई चाहिँ बौद्धिक चित्त अभ्यास हुन्छ। अरूको लागि गर्नु सक्छ। त्यही समुदायको लागि गर्यो भनेको त्यो अरूको लागि गरेको, त्यो परहितको लागि, प्राणीको हितको लागि। त्यस कारणले तपाईँ हामीले अब घर बन्यो अमेरिकामा। हिजोको दिनमा आउँदा हामी धेरै उठ्यो। अब घर पनि भएको सबै चिज छ। अब मैले महिनाको $50 दिनु पनि ठुलो कुरो हुँदैन। म अब मेरो लागि, मेरो समुदायको लागि, मैले धर्म बचाउनुको लागि चाहिँ मैले यो अभियान गर्नुपर्छ भनेर तपाईँहरूले फेरि पनि निरन्तरता दिनुहोस्। अब त्यो मानी मलमहरू गर्नेहरू छ नि, त्यसले गर्नु छैन भने भविष्यमा अब यसरी पढिराख्ने अब छैन। तपाईँहरू भइन्जेल हो, त्यसपछि हामीले निरन्तरता दिन गाह्रो छ। त्यस कारणले त्यसलाई गर्नु छ भने हामीले अब यहाँ पनि हामीले हिजोको जस्तै क्लासहरू गर्ने, हप्तामा नगरे पनि महिनामा कमसेकम एकचोटि। सन्डे त प्रायः जस्तो छुट्टी नै हुन्छ। अब दिनभरि नै बस्नु पर्दैन होइन। हामी 1-2 घन्टा, 1 घन्टा 2 घन्टा गर्ने, दिनभरि त बस्नु पर्दैन नि त। हो त्यस्तै गर्नुहोस् ल भन्दै अब आजको यो धुमाङ कार्यक्रम अब भोलि समय मिल्छ कि मिल्दैन? भोलि समय मिल्यो भने म के अरे बुद्धिस्ट र अनबुद्धिस्ट भन्ने हामी कसरी हुनुपर्छ म क्याब्रोको बारेमा तपाईँलाई छोटो म केही कुराहरू भन्छु। समय मिल्यो भने, समय मिलेन भने चाहिँ अब प्रवचन चाहिँ यति नै हो। अब भोलि समय मिल्यो भने म फेरि पनि मान्छे भोलि अलिकति अब अर्को आउनुहुन्छ र त्यो चाहिँ तपाईँहरू प्रवचन सुन्नुहुन्छ भने आधा घन्टा जति चाहिँ म भोलि फेरि पनि तपाईँहरूलाई त्यो चाहिँ क्याब्रोको बारेमा है। हाम्रो चाहिँ अलिकति छाडा पनि भयो कि हामी तामाङ हामी हाम्रो बुद्धिस्टहरू चाहिँ यहाँ लगाइदिन्छ जेला चाहिँ ताबारङ दाजी है। छाड यहाँ कि छाडा दाजी कि जो हाजङ या सुन्नु तब चिक्ला सुन्नु तब त्यो अलिकति भयो। अनि त्यसलाई अलिकति बाँड्नु पऱ्यो क्या भोलि चाहिँ अलिकति। त्यही कारण चाहिँ भोलि फेरि भागले नि सबैजना बाँड्नुपर्छ साँच्चीकै बाँड्ने भन्ने होइन, केही रुल्सहरू म भन्छु भनेको मात्रै है।